दुईटा घर छ कि यो एउटा नयाँ घर हो अनि यताको यो पुरानो घर छ। अब भान्सा सान्छ यो पुरानोमा गरेछ मेरो। अब सोलमारे हान्ने भातसात पकाउने सबै उ गर्ने चाहिँ यो पुरानो घरमा है। पहिले बाउले बनाएर राखेको पुरानो घर हो, त्यो भूकम्पले अलिकति बिगारेछ। त्यही भएर यता नयाँ अर्को बनाएको यो बनाएको घरमा सुत्ने चाहिँ यहाँ। अनि सोलमारे हानेर यसो भित्र चाहिँ वाइफाई यहाँ छ कि वाइफाई यहाँ राखेको छ। अनि त्यो उताको घरमा भित्र चाहिँ टिप्दैन क्या, पालिमा टिप्छ। फेरि जाडो भएपछि अब बाहिरको बस्ने कुरो भएन, घरभित्रै बसिन्छ। अन्त खाएर यसो सोलमारे हान्यो अनि त भात खाएर आउँदाखेरि चाहिँ झ्या भइन्छ। अनि त आएपछि त भुसुकै निदै हाल्छ क्या। त्यही भएर यादै हुन्न हिजो गेम हेर्ने भनेको, कहाँको बिजोग रमाइलो भइहाल्यो नि। यसो बिहान हेरेको त गेम त जितिसकेछ हौ। अब के गर्छ अर्कोतिर चाहिँ सिटीलाई चाहिँ चिरिम पारेर चाहिँ यस्तो छ मेरो यी सागहरू सबै फुलिसकेछ हेर न। यहाँ प्याज छ, प्याज रोपेछ। यस्तै छ यो गाउँघर। यहाँ तल केराउ छ, केराउ अलिअलि छ। यतै बाँसघारी, उत्तिसघारी, निगाला, छिमेकी गाउँहरू यस्तो छ मेरो। यो सर्स्यौँ हो, सर्स्यौँ। यी सर्स्यौँ भन्छ, तोरी चाहिँ अर्कै हो। सर्स्यौँ भने अलिक ठुलो हुन्छ नि त। यहाँबाट माथि चाहिँ जङ्गलै छ। योभन्दा अलिकति माथि चाहिँ घले गाउँ पर्छ है। यो डाँडा छ नि, योभन्दा अलिकति माथि गएपछि घले गाउँ चाहिँ त्यहाँ पर्छ फेरि है। घले गाउँ चाहिँ त्यही हो, अलिक नजिक पर्छ। यहाँबाट आधा घन्टामा पुगिन्छ घले गाउँ चाहिँ। हाम्रो सदरमुकाम चाहिँ बेसी चार अलिकति तल पर्छ। ऊ त्यहाँदेखि चाहिँ हो त्यहाँनिर पर्छ सदरमुकाम चाहिँ। अनि कान्छीको घर चाहिँ अलि यता पर्छ, अलि हेरी यताको यो अलि बेसीमा पर्छ कान्छीको घर चाहिँ। भोलि पर्सि म भिडियो गराउनु है कान्छीको घर। ल म घाँस काट्न गएँ अब ल।